हेलो नमस्कार म राज सरलाई युट्युब च्यानलबाट हजुरहरु सबैलाई स्वागत छ मेरो च्यानलमा युट्युबमा गएर सब्स्क्राइब लाइक गरिदिनु होला। मैले लिंक राखिदिएको छु, हजुरले एकचोटी भिजिट गरिदिनु होला मेरो युट्युबमा। यस्तै नयाँ भिडियो ल्याएर हजुरको सामु पस्किन पाउने छु। हेर्नुस्, अहिले आज मैले यस्तो भिडियो ल्याएको छु कि सुन्दा अचम्म लाग्छ। दर्शकबिन्दुहरु, अचम्मको कुरा हजुरहरुलाई विश्वास लाग्छ कि लाग्दैन? जन्मेको 6 दिनमा बाछीले दूध दिन थालेको छ। यो सुनसरीको घटना हो। सुनसरीमा यो सत्य घटना हो। यो भिडियोलाई सक्दो शेयर गरिदिनु होला, विनम्र अनुरोध छ, किनकि हजुरहरुको जय हुन्छ। यो भिडियो इन्कार नगरिदिनुस् होला है। र यो भिडियो यो बाछी जसले पालेको छ त्यसको साउको मुखबाट केही भनाइहरु सुन्नु होला। यो भिडियो हजुरहरुको लागि। ए आम्मा थुन त नि कत्रो रहेछ नि त है। ए ल के छ खबर? मान्छेले यहाँ भित्र आउन दिदिन, कतिपयले दुःख लाग्छ होला। यहाँ भित्र हामीले छिरेर पूजा गर्न दिएन। हजुर, अब यहाँ हामी यसलाई छुने भनेको घरको सीमित 2 जना मान्छे हो, मेरो बुढी म। बिहानै नुहाउनु पर्छ उसलाई छुनको लागि हैन। हजुर, अनि बिना ननुहाएर त्यसलाई छुन मिल्दैन। हजुर, अब उसको दुध त यहाँ चारैतिर छरेको हुन्छ नि त। यहाँ लिएर यहाँ हैन डुलिराखेको बेला त उसको दुध त चारैतिर छ। अब अनेक किसिमको मान्छे भित्र छिरो खुट्टा टेको, त्यो अलि नराम्रो लक्षण हो। त्यही भएर हामी मान्छेलाई नछुनु, धेरै भित्र नआउनु, बाहिरबाट दर्शन गर्नु, पूजापाठ गर्नु। हामी हेर्न रोकेका छैन कसैलाई। अनि कहाँबाट आउनुभयो मान्छेहरु चाहिँ यहाँ? मान्छेहरु हिजो एउटा मान्छे उहाँ के अरे वीरगञ्जबाट आएको थियो, अस्ति धनुषाबाट आएको थियो यहाँ है। इन्डियाबाट पनि सुपौल, अडिरिया कहाँबाट मान्छेहरु आइरहेको छ। यो यस्तो खालको चाहिँ उहाँहरूले के भन्नुहुन्छ, अरूतिर कहीँ देखिएको छ छैन? कहिले देखेको छ? कसैले पनि यस्तो घटना मैले आजसम्म जिन्दगीमा कहिले पनि देखेको छैन भनेर भन्नु। उहाँहरू फर्स्ट टाइम है।